धेरै कुराहरू साथीहरूले यहाँहरू समक्ष निवेदन गरिसक्नु भएको छ र म केही कुराहरू संक्षेपमा राख्न चाहन्छु। अहिले हिजो हामीले भनेका थियौं हाम्रो देशमा गणतन्त्र स्थापना हुँदाखेरि नै नेपाल मजदुर किसान पार्टीले भनेको थियो पुँजीवादी गणतन्त्र र संवैधानिक राजतन्त्रमा तात्विक अन्तर हुने छैन, जनता शोषित भइरहनेछन् भन्ने कुरा हामीले भनेका थियौं। र अहिलेको यी सरकारमा रहेकाहरू जति पनि छन् उनीहरूले धेरै ठूलो परिवर्तन हो यो। हामीले देशमा गणतन्त्र ल्याएका छौं भनेर भनेका थिए, तर अहिले तपाईँ हामीले देखिरहेका छौं अहिले 3 तहका सरकारहरू हाम्रो देशमा छन्। 3 तहका सरकारहरू पनि तपाईँ हामीले देखिरहेका छौं। कम्युनिस्ट सरकार भनेर अस्तिसम्म एउटा 2/3 सरकार थियो, अहिले पनि कामरेड शेरबहादुर देउवाको नेतृत्वमा अर्को सरकार छ, कम्युनिस्टै सरकार, कामरेड देउवाको नेतृत्वमा। हेर्नुहोस् है, कम्युनिस्टै सरकार भनिरहेका छन् त अब हामी के गरौँ? त्यसपछि 2 महिनादेखि 2 महिना कहाँ अब 2.5 महिना हुन लाग्यो, मन्त्रीमण्डल विस्तार भइरहेको छैन। अनि त्यसो किन भएको भनेर भन्दाखेरि मैले कता कता सुने मालदार मन्त्रालयको लागि लडाईँ भइरहेछ अरे। त्यो मालदार मन्त्रालय भनेको के हो? हामीले यसै कुराको विरोध गरिरहेका छौं। सिंहदरबारमा फोटो झुन्ड्याउनका लागि सरकार परिवर्तन नगर, हाम्रो आग्रह त्यही हो। नीति के हो त फरक? शिक्षा नीति के फरक हुन्छ अबको सरकारमा? परराष्ट्र नीतिमा के फरक हुन्छ? यस्ता कुराहरू हामीले बारम्बार तेर्स्याइरहेका छौं, केही पनि छैन। अघि पनि साथीहरूले भन्नुभयो सरकार गठन भएको पूर्व सन्ध्यामै विभिन्न अपराधमा संलग्न अपराधीहरूले जेल मुक्ति भयो। त्यसपछि अहिले पनि हामी सुन्दैछौं एमसीसी जसरी पनि पास गर्ने। अनि मैले भने मालदार मन्त्रालय भनेको कमिसनको प्रशस्त रूपमा 3 पुस्तालाई पुग्ने सम्पत्तिहरू आर्जन गर्नको लागि 2046 सालपछि हामीले बारम्बार यही कुरा उठाइरहेका छौं। अहिले तपाईँ हामीले यहाँ पनि देखिरहेका छौं स्थानीय सरकारहरू छन्, आज सत्तामा हुनेहरूका महलहरू हामीले ठाउँ ठाउँ देख्दैछौं, उनीहरूको जीवनशैली हामी देख्दैछौं। यतातिर जनताको जीवनशैली पनि तपाईँ हामीले देखिरहेका छौं। दिनानुदिन औषधि गर्न नपाएर जनताको ज्यान गइरहेको छ, सुत्केरीहरूको ज्यान गइरहेको छ, विद्यार्थीहरू पढ्न नपाएर इन्डिया धाउने क्रम बढिरहेको छ। फरक हामीले के पाएका छौं? गणतन्त्र आइसकेपछिको जनताको जीवन स्तरमा के फरक छ त? यो अवस्था तपाईँ हामीले देखेका छौं। त्यसपछि आज हामीले हाम्रो पार्टीको यो नगर अधिवेशन हुँदै गर्दा अर्को एउटा सत्ताधारी पार्टीको पनि नगर अधिवेशन हुँदैछ, भोलिकै दिनमा सकिँदैछ। र कहिले पनि उहाँहरूले यसरीकन आफ्नो धारणाहरू सार्वजनिक गर्नुपर्छ जनता समक्ष। अनि नेतृत्व चयन गर्ने त छँदैछ, त्यो पनि एउटा विषयवस्तु हो। एमसीसीमा उहाँहरूको धारणा के हो त? विभिन्न ठाउँमा अघि पनि साथीहरूले कुरा गर्नुभयो, एमसेलको कुरा 55 अर्बको कुरा तपाईँ हामीले गरिरहेका छौं एमसीसीको। भने अब आज एमसेलबाट कति पैसा लिन बाँकी मात्रै होइन, गइसकेको छ अरे पैसा। यिनै शासक पार्टीहरूलाई एमसेललाई साँच्चै आज कारबाहीको कठघरामा ल्याउने हो भने उले साँचो कुरा बोल्नेछ। मैले फलाना पार्टीको फलाना नेतालाई यति करोड, यहाँ लाखका कुरा हजारका कुरा हुने छैनन्, यति अर्बसम्म पनि हुन सक्छ। चुनावको बेलामा अथवा पार्टी सञ्चालन गर्नलाई दिइसके भन्ने कुरा आउनेछ कारबाहीको घेरामा ल्याएको खण्डमा। यिनीहरू सबै यसमा मुछिएका छन्, शासक दलहरू, चाहे अहिले कोही प्रतिपक्षमा होस् अथवा सत्ता पक्षमा। होइन भने यिनीहरू किन कुरा गर्न सक्दैनन्? तपाईँ हामीलाई थाहा छ क्यासिनो, काठमाडौँका ठुल्ठुला क्यासिनोहरू आज बिना रोयल्टी वर्षौं-वर्षसम्म उनीहरूले आयकर नतिरिकन सञ्चालन गरिरहेका छन्। त्यो पैसा कहाँ गएको छ? यिनीहरूको खल्तीमा गइसकेको छ। त्यसैले उनीहरूले सञ्चालन गर्न दिएका छन्, अवैध रूपमा सञ्चालन गर्न दिएका छन् यी प्रमुख पार्टीका नेताहरू। त्यसो भएको हुनाले यसैका लागि यो सरकारहरू अझ कम्युनिस्ट सरकार हो त?
र हामीले अस्ति यो अघि पनि साथीहरूले कुरा उठाउनु हो, जयसिंह धामीलाई दार्चुलामा त्यहाँका स्थानीयवासीले भनिरहेका छन् भारतको सुरक्षामा सीमा सुरक्षा बल जुन छ एसएसबी, उसले तुइन काटेको हुनाले जयसिंह धामीको मृत्यु भएको हो दार्चुला जिल्लामा भनेर प्रत्यक्ष रूपमा त्यहाँका देख्ने नागरिकहरू, विद्यार्थीहरू, महिलाहरू, पुरुषहरू सबैले भनिरहेका छन्। हाम्रो शासक पार्टीले, तपाईहरुले सुन्नुभएको छ आजभोलि भन्दैछ, अनि त्यो जयसिंह धामीको हत्या एसएसबीबाट भएको हो भन्ने कुराको भोलिपल्टैबाट उसले एउटा अर्को नयाँ कुरा ल्याएको छ। चीनले हुम्लामा सीमा मिच्यो भनेर भन्दैछ। ल हेर्नुहोस् त, चीनले पनि मिच्न पाउँदैन, हामीले मिच्न पाउनुपर्छ भने होइन, इन्डियाले पनि मिच्न पाउँदैन। मिचेको छ भने त्यहाँ पनि हामीले निगरानी गर्नु पर्यो। तर प्रष्ट रूपमा यहाँ डलरको कुरा छ।